बाबा बाबा हजुर तपाईँले एउटा क्वेसन सोध्न मन लाग्छ सोधौँ सोध भन त चुनाव चाहिँ कसको लागि हुन्छ ए चुनाव चाहिँ अब हामीले हाम्रो प्रतिनिधि नेता छानेर पठाउँछौँ सांसद भन्छ कि जितेर जाने मान्छेलाई अहिले चाहिँ प्रतिनिधि सभाको चुनाव हो सांसद छानेर पठाउँछौँ नेता छानेर पठाउँछौँ अनि देश विकास गर्नको लागि चाहिँ हामीले उहाँहरूलाई जिताएर पठाउँछ कि त्यसको लागि चाहिँ चुनाव गरिन्छ अनि पछि कति चुनाव भइसक्यो होला कति धेरैजना जितेर गइसक्यो होला अनि पछि हाम्रो देश किन बनेन त्यस्तै नाला छ त्यस्तै के भन्छ नि रोडहरू पिच छैन कोही कोही मान्छेहरूले त अहिले नेपालमा केही सुविधा छैन धेरै कामहरू छैन नेपालमा धेरै सुविधाहरू छैन त्यही भएर विदेश गएर बसेका छन् विदेशमै राम्रो सुविधा भन्छन् त किन यस्तो भयो तिमीले एकदमै राम्रो प्रश्न सोध्यौ होइन अब हामीले जिताएर त पठाउँछौँ होइन तर उहाँहरूले भने जस्तो काम गर्नुहुन्न केही पनि भएको छैन चाहिँ भन्नु हुँदैन केही भएको छ तर हुनुपर्ने जति गर्नुपर्ने जति काम चाहिँ भएको छैन जति किन त्यस्तो हुँदैन भने हामीले राम्रो गर्नुहोस् भ्रष्टाचार नगर्नुहोस् राम्रो काम गर्नुहोस् इमान्दार भएर काम गर्नुहोस् जनताको सेवामा लाग्नुहोस् जनताको सुख दुःखमा साथ दिनुहोस् भनेर हामीले पठाएको हुन्छौँ तर उहाँहरू माथि पुगिसके पछाडि मन्त्री बन्ने सांसद बन्ने त्यो भएर त्यस्तो हुन्छ कोही कोही जित्यो मान्छेहरूले हामीले भनेको इच्छा सुन्न त सुन्छन् पहिला भोट माग्दा चाहिँ हामी त्यस्तो गर्छौँ त्यस्तो गर्छौँ भनेर ठुलो ठुलो कहानी सुनाउँछन् आएपछि मान्छेहरूले भोट दिन्छन् उज्लेर त्यस्तै गर्छ होला भनेर भोट दिन्छन् फेरि पछि अर्को अर्को त्यो भ्रष्टाचार गरेर आफ्नो ठुलो महलहरू बनाउने जनताको लाई केही नगर्ने ठुलो मान्छे बन्ने त्यस्तो गर्छन् एकदमै राम्रो कुरा तिमीले ती सानो उमेरमा यति राम्रा कुराहरू जान्नु बुझ्नु भने धेरै ठुलो कुरा हो तिमीले लिएको चासो नै मलाई मन पर्यो क्या जस्तै हो त्यस्तो गर्ने नेताहरूलाई चाहिँ हामीले हराउनु पर्छ जसले भ्रष्टाचार गरेर धेरै पैसा कमाउँछ आफ्नो खुसी आफ्नो फाइदाको लागि मात्रै काम गर्छ त्यस्ता मान्छेहरूलाई चाहिँ हराउनु पर्छ जसमा केही गर्छु भने जोस जाँगर छ इमान्दार छ राम्रो काम गर्छ खर्च मेहनत गर्छ अरू देश जस्तै हाम्रो देशलाई पनि धनी बनाउँछु भनेर लाग्छ त्यस्तो मान्छेलाई चाहिँ जिताउनु पर्छ त्यो अर्थ यही चुनावमा त हो नि जसले राम्रो गर्यो राम्रो मान्छे छान्न सक्यो भने चाहिँ राम्रो भयो तर राम्रो मान्छे छान्न सकेन या चाहिँ भाषणको भरमा या कसैले 2-4 पैसा दिएको भरमा या कसैको डर त्रासको भरमा कसैले फकाएको भरमा हामीले भोट दियो भने त्यस्तो गलत मान्छे पर्न सक्छ त्यो राम्रो मान्छे छान्ने नै यस्तो चुनावमा हो क्या अब तपाईँ चाहिँ केमा भोट दिने भन्नु भोट दिने कुरा चाहिँ अहिले अब केही नयाँ गर्नुपर्छ अब देशलाई अझै विकास गर्नुपर्छ भएन पहिलाकोले अलिकति गर्न सकेनन् भन्ने कुरा चाहिँ धेरैतिर छ त्यो कारणले गर्दाखेरि नयाँहरूको कुरा सुनौँ उहाँहरूको योजना सुनौँ भिजन सुनौँ उहाँहरूको कार्यक्रमहरू के छ त के गर्ने उहाँहरू जिते पछाडि भने सबै सुने पछाडि साँच्चै यतिको मान्छेलाई दिनुहुन्छ भन्ने लाग्यो भने हामीले भोट दिने मलाई त यस्तो लाग्छ तिमीलाई के लाग्छ त अहिले सुने होला तिमीले अस्ति नै जेनजी आन्दोलनमा जो त्यो जेनजीहरू घाइते भएर मृत्यु भयो थियो त्यस्तो हेरेर त मलाई घन्टीमै दिन मन लाग्छ हो तिमीलाई त्यस्तो लाग्छ तर तिमीले भोट दिन पाउँदैन अहिले तपाईँले त पाउँछ नि भनेपछि कसलाई भोट दिनु त भन नि त नि घन्टी किन किनकि त्यो के अरे कति धेरैजना जेनजी आन्दोलनमा कति धेरैजना जेनजीहरूको मृत्यु भएको छ त्यस्तो गर्नेहरू जो सरकारमा थियो उनीहरूलाई चाहिँ नदिने भन्न खोजेको तिमीले तिमीले यो कुरा आफै बुझ्या कि कसैले भन्न लगाएको तिमीलाई यो कुरा मैले आफै बुझेँ साँच्चै हो त साँच्चै मम्मीले त सिकाएन नि प्रमिस माइ गॉड भनेपछि तिमीले धेरै कुरा बुझ्न थालेछ हो यस्तै साना साना कुराहरू देशमा के भइरहेको छ भन्ने कुरा चासो चाहिँ लिनुपर्छ जान्नुपर्छ बुझ्नुपर्छ पढ्नुपर्छ ल ठिक छ तिमीले भनेको कुरालाई चाहिँ म पनि सोच विचार गर्छु अनि एउटा निर्णय गर्छु ल ओके थ्यांक यू